नमस्कार साथीहरू, मलाई चाहिँ एउटा चाहिँ समस्या आइपर्यो हैन। यो HIDCL को सेयर मैले 130 किता किनेर WACC क्याल्कुलेट गरेको थिएँ। त्यसपछि आएर मलाई बोनस 2 किता दियो। त्यसपछि बोनस 2 किता दियो 2026 मार्च 17 मा, अनि 2023 मा 7 किता दियो। त्यसपछि आएर चाहिँ 22 मा 11 किता दियो। अनि मैले एज अ राइट सेयर 130 किता किनेको थिएँ। 130 किता किनेको थिएँ, 130 किता राइट सेयर आयो। अब चाहिँ यहाँ ठुलो चाहिँ के भयो भने, अब मेरो प्रोफाइलमा टोटल गर्दाखेरि यहाँ क्याल्कुलेसन गर्दाखेरि टोटल 280 हुनुपर्ने हैन। टोटल 280 हुनुपर्ने। अब मैले कति भयो भने मेरो यहाँ चाहिँ यो पोर्ट माई प्रोफाइलमा चाहिँ कति देखाइरहेछ भने मेरो यहाँ HIDCL यो HIDCL 160 किता मात्रै देखाइरहेछ। हेर्नुहोस् है, 160 किता मात्रै देखाइरहेछ। यो चाहिँ के को कारणले यस्तो देखाएको होला, कसैलाई आइडिया छ भने अब यो किन यहाँ बराबर क्वान्टिटी देखाएन। 120 किता चाहिँ मेरो 120 किता चाहिँ सेयर यहाँ देखाएको छैन। यसको चाहिँ के कारणले होला हैन, के कारणले होला। सो तपाईहरु आइडिया र कहाँ चाहिँ रिपोर्ट गर्नु पर्ला, यसलाई चाहिँ यसो तपाईहरुलाई जानकारी भयो भने भन्नुस् न है।